32 सिट भएको पार्टीले 10 वर्षको इतिहासमा सबभन्दा धेरै सुशासनको र भ्रष्टाचारको विरुद्धको फाइल खोल्दा खोल्दै उहाँहरूले पछार्नु भएको हो नि त उहाँलाई। त्यो बिर्सिनु भयो नि तपाईहरुले। गिरीबन्धुको कुरा उठाउँदै गर्दा हो नि, अरु धेरै भ्रष्टाचारका मुद्दाहरूको फाइल खुल्दै गर्दा हो नि। त्यो सत्य त तपाईहरुले भुलिदिनु भएन नि। अनि म तपाईलाई भन्न चाहन्छु पूर्व प्रधानमन्त्रीज्यूलाई, यहाँ स्कुल कलेजको त मलाई हालत थाहा छ कि कतिवटा प्राइमरी स्कुलको के छ। गौरीगञ्ज कलेजमा 100 जना विद्यार्थी छन् प्रधानमन्त्रीज्यू। गौराधा क्याम्पसको भवन नभएर स्कुलमा पढाइ राखिएको छ। 300 भन्दा बढी विद्यार्थी छैनन्। आकर्षक प्रोग्राम छैन प्रधानमन्त्रीज्यू। रिमोट एरियामा भूमिहीन सुकुम्बासी र मजदुरका छोराछोरीहरूले अहिले पनि शिक्षा दीक्षा राम्रो पाउन सकेका छैनन् प्रधानमन्त्रीज्यू। तपाईले भन्नुभएको यो तपाईले भन्नुभएको यो चाहिँ उद्योग ग्राम 20 वर्षको अब कहिले बन्छ? सुन्नु न रञ्जितजी, पूर्व प्रधानमन्त्रीज्यू, तपाईले भ्यू टावर बनाउनु भयो। गौरी